भोलि आउनु म त आफूले ठाउँ चिनेको नचिनेको सो वेलकम छ सबैजनालाई फेरि पनि मेरो बिग भ्लगमा स्वागत छ सबैजनालाई। म चाहिँ अहिले भर्खर ड्युटीबाट छुटेर बाटोमा आउँदैछु। यो चाहिँ मेन रोड हो। गीत सुन्न सक्नुहुन्छ, गीत। ट्राफिक खुल्यो। ला मेरो चाहिँ जर्नी अब आजको दिनबाट म चाहिँ अब के भन्छ अरे जिरो म चाहिँ अब जिम जाने हो। आजबाट चाहिँ जिम रेगुलर जाने भन्ने सोचमा छु। म चाहिँ जिम जाने हो। भर्खर ड्युटीबाट छुटेर आएको। आजभोलि त मलाई अचम्म लाग्छ युट्युबमा कहिले कसो यसो सर राम्रो राम्रो भिडियोहरू बनाएर हालेर मजाले लाइक सेयर कमेन्ट आयो भने पो बल्ल मजा आउँछ र। आउँदै आउन्न। जम्मा सब्सक्राइब पनि 140 जना मात्रै हुनुहुन्छ। उहाँहरूले मात्रै माया गरेर भएन, सबैजनाले माया गरिदिनु पऱ्यो। मलाई सेयर लाइक सब्सक्राइब गरिदिनु पऱ्यो मेरो बिग भ्लगलाई। तर युट्युबमा पनि बोलेर हाल्ने भन्छन् भ्लग गराउँदाखेरि, तर भ्लग गराउँदाखेरि के बोल्ने के गर्ने भन्ने कुरा केही थाहा छैन। यस्तै छ समस्या। अब के भएछ बिचरा, एउटा ब्याट्री भइएछ क्या हो। भरे मैले पनि दुःख पाएको। जब म सुरुमा दुबई आएको थिएँ त्यतिखेर त म त यो स्कुटी पनि होइन, मैले त त्यतिखेर बाइसाइकल चलाउँथेँ। बाइसाइकल यहाँबाट यही बाटो मोड दुबई मल पुग्थ्यो। उहाँ 8 किलोमिटर 8 दुना 16 किलोमिटर चलाउँथेँ दिनको। 16 किलोमिटर बाइसाइकल ऊ यस्तै अगाडिबाट आइरह नि हो। यस्तै 16 किलोमिटर बाइसाइकल यस्तै चाहिँ यस्तै कलर थियो। 16 किलोमिटर चाहिँ बाइसाइकल चलाउँदै जाऊ, 9 घन्टा ड्युटी गर, फेरि आऊ खाऊ सुत गरेको थिएँ मैले पनि। तर त्यही हो, अलिकति मनलाई स्थिर राखेर धैर्य चाहिँ गर्न सक्न पर्छ। जिन्दगीमा प्रगति हुन्छ। प्रगति मान्छेहरूले भन्छन् एउटा कुरा कि मलाई चित्त नबुझेको कुरा, प्रगति भन्ने कुरा नि एकैचोटि गम्मै नआउँदो रहेछ क्या। जब तपाईँको बिस्तारै स्टेप बाई स्टेप तपाईँले आफ्नो गोल एचिभ गर्दै जानुहुन्छ नि, त्यसैलाई नि प्रगति भन्दो रहेछ के। नभए त यार एक्कासी हामीले पनि त अम्बानीलाई देख्दाखेरि एक्कासी धनी देखियो, तर उसले पनि त बिस्तारै आफ्नो गोलहरू पुरा गर्दै गयो। बिस्तारै आफ्नो प्लान अनुसारको उसहरू चल्दै गयो, आफ्नो प्लान अनुसारको बिजनेस बढाउँदै गयो, बिस्तारै चलाउँदै गयो। त्यसपछि बल्ल त्यो अहिले इन्डियामा नेपालमा सबै देशहरूमा अम्बानी भनेर चिन्ने हो। त्यस्तो हुन्छ कुरा। यो फेरि अर्को यो पनि हाम्रो दोस्रो हो, दोस्रो ट्राफिक अङ्कलहरू हुनुभयो। अङ्कलहरू यो चाहिँ ड्राइभरलाई दोस्रो ट्राफिक। अघि मैले केही कुरा गर्दै थिएँ अरे, प्रगतिको कुरा, एचिभको कुरा। त्यस्तै अब म पनि सुरुमा दुबई आउँदाखेरि के गर्नु ओहो यार इङ्ग्लिस पनि आउन्न मलाई त गर्ने होला। इन्टरभ्यूमा कम्तीमा केही नभएको इन्टरभ्यूमा पहिला दुबई आउँदाखेरि दिनमा मैले 3टा पाउँथेँ, 2टा पाउँथेँ, 1टा पाउँथेँ। त्यतिखेर मेरो साथीले पनि बेसरी मद्दत गरेको हो। त्यतिखेर अब पैसा दिदीले आफूसँग पनि हुन्थेन, लिमिटेड पैसा छोडेर जान्थ्यो। अनि मैले फेरि नसके यस्तो बिरानो ठाउँमा जाने अनुसारको चाहिँ आफूले जाने अनुसारको म्यापहरू हेरेर इन्टरभ्यूहरू दिन जाने उस गर्ने गरिरहेको थिएँ।
जे होस् त्यतिखेरको छेडहरूको त्यो छेडहरूको पल सम्झिँदाखेरि बेसरी आजभोलि चाहिँ एकदमै आजको दिनमा चाहिँ मलाई आफूलाई कस्तो लाग्छ भन्दाखेरि एउटा स्टेप चाहिँ चालेँ मैले ममा चाहिँ केही प्लस पोइन्टहरू आयो पहिलाको विनोद राणामा र अहिलेको विनोद राणामा प्लस पोइन्ट चाहिँ आयो भन्ने हुन्छ मलाई चाहिँ। किन भन्दाखेरि आफूलाई बाहेक अरू कसैलाई पनि आफूलाई बाहेक अरू कसैले पनि कसैलाई चिन्दैनन् होइन, आफूलाई मात्रै चिन्ने हो। त्यही भएर मैले चाहिँ यति ठोक्कुवा गरेर दिन्छु कि म आफूले चाहिँ एक स्टेप चाहिँ मेरो आफ्नै लाइफस्टाइलमा चाहिँ अलिकति चेन्जेबल चाहिँ मैले ल्याएको हो भन्ने चाहिँ मलाई लाग्छ कि। तर पहिलाको स्ट्रगल सम्झिने भने त ओहो मेरो त पुठाएर त्यो खुर्सानी दलिन्छ नि पुठामा हो त्यस्तै हुन्थ्यो भगवानसँग। तर चाहिँ होस् ठिकै छ, अबको अझै आउने दिनहरूमा पनि राम्रो हुन्छ, राम्रो गर्ने हो भन्ने चाहिँ एउटा रहर चाहिँ छ। म चाहिँ अब घर आउन आँटिसकेको, घर आउन लागिसकेको। यो चाहिँ हाम्रो भाटाचौरको नान्दाको पसलदेखि यतापट्टिको दोकान हो। यहाँबाट चाहिँ अब मैले के देखाउँछु भन्दाखेरि यहाँबाट चाहिँ म अब त्यो सहरमा काम गरेको थिएँ, पहिला सहरमा काम गरेको थिएँ। अहिले यता फेरि गाउँमा घरमा म बस्न आउँदैछु, घर हो यतापट्टि। त्यो सबै सहर हो मैले काम गर्ने। सहरबाट मैले बुटोल बजारबाट काम गरेर एउटा घरमा आएँ। सो अब घर आइपुग्न लागेँ म पनि चिरिप्प लाएर। सो गाइस अब घर आइसकेपछि केही खाइसकेपछि अब जिम जानुपर्ने हुन्छ। फाइनल्ली आफ्नो खोलीमा आइसकेर गाडी यसरी पार्क गरेर जाने हो। यो चाहिँ मेरो टिफिन बक्स, लन्च बक्स। मेरो खोली मेरो खोली प्लिज गरी इङ्ग्लिस आयो भने हो चाहिँ यस्तो छ खोली। मेरो चाहिँ बेड यो हो, होइन हतार गएको नि त अब जस्तो भयो भने। ए मेरो खोली एउटा टक्क तपाईँ भित्र छिर्न सक्नुहुन्छ, यसरी हेर्न सक्नुहुन्छ। यहाँदेखि के रहेछ त्यो यस्तो सुके जे भए पनि यस्तोमा सुतेर पैसा कमाउनु पर्छ। कताको मेरो युट्युब यस्तो भएको रहेछ ल। बिग ब्लग युट्युब सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। सबैजनाले माया गरिदिनुहोस् मलाई। मेरो खोली, मेरो रुममेटहरू सोचिन्छ होला ओहो विनोदले त पैसा कमाएछ विदेश भएर, अलिअलि त कमाइए है। तर यस्तो एउटा खुट्टा आँट्ने बेडमा सुत्नुपर्छ, त्यति हो। सो फाइनल्ली अन्डा पाकिसकेको छ। यता फेरि मासु बोइल गरेको। त्यही हुनेले भन्दा देख्नेले लाज भने जस्तो मैले पनि जिम जोइन भएको एक दिन पनि हुन लागेको छैन। अब यस्तो खान सुरु गरिसकेँ, अब बोइली चिजहरू, अन्डाहरू, आमा चाल सब बोइली छ होइन। यस्तो हो जिम जाँदाखेरि मात्रै, जिम जानलाई मात्रै, जिम सुरु भइसकेपछि मात्रै यस्तो कुराहरू खानुपर्छ भन्ने छैन। यस्तो कुराहरू चाहिँ आफूलाई स्वस्थ या फेरि हुन्छ नि एकदम इनर्जेटिक माइन्डलाई चाहिँ फ्रेस राख्न चाहिँ यस्तो खानेकुराहरू चाहिँ खान पर्दो रहेछ। नेपाल छँदा मेसो पाउँथिनँ, दुबई आएपछि बल्ल यस्तो कुराहरू बल्ल मेसो पाउने गरेछु। यो कुराहरू तपाईँलाई एडभाइस पनि, धेरै खानेकुराहरूमा कन्ट्रोल गर्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले सुनेको छु। रेडी भएर अच्छा हमको सिखा दिया है। सो गाइज रेडी फर द जिम।
लेट्स गो तिमी तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर लाइट बोल लाइट बोल लाइट बोल रुझाइरहनु नबर्सेर ए बुकी फुल सो अब आजको दिनबाट चाहिँ जिम रेगुलर हुने छ आज चाहिँ अफर छ 6 महिनाको 6 महिनाको चाहिँ जम्मा 6 महिनाको 500 दिरहम मात्र तिर्ने रे त्यही भएर चाहिँ आजबाट जिम चालु भयो सरर साइली रेलैमा नगरे है उमेर कहिले नि झेलैमा भने जस्तो सरेरो लौ 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 कोयो कहाँ हो झुक्के छ कहाँ भर्खर God have mercy कसो upon गरी us. कसो गरी आज कहाँ हेलो गाइस हो फेरि दुनियाँ भेट भयो बाटा भेट हुनुभयो गाइस हो बाटा यहाँ मैले म त अघि उसिस मैले जान्छु भनेको बिर्सेछु क्या सिम हाल्नलाई बाटोमा आउँदा आउँदै भर्खरै फेरि दिदीलाई भेटाएर छोडिदिएँ बाटोमा मैले मेरो फेरि अहिले यो फोन किनिसकेपछि त्यो अर्को फोनमा सिम छ कि यसमा फोन यो फोनमा फेरि ई सिम मात्रै लाग्छ त्यसको लागि सिम हाल्न जानु छ ई सिम हाल्न जानु छ के अरे ड्युटी घर आऊ सुत्न गर्ने भएर टाइम मिलिरहेको छैन कि त्यही भएर दिदीले फोन हानेको रहेछ म फेरि ट्याक्कै जिम जानलाई रेडी भएको थिएँ नि त त्यही भएर थाहा पाएन भर्खर छोडेर आएँ दिदीलाई पनि सो गाइस अब भर्खरै जिम आउन लागिसकेको छु भन्दा भन्दै जिम पनि आइसकेको छ यस फिट जिम फिट जिम सो फाइनली अब जिम चाहिँ चालु हुन्छ अब अहिले बोसो घटाएको त शरीर के देखाउने हो तपाईँहरूलाई होइन बोसो घटाएको त शरीर देखाउन अच्छा पछिदेखि सिक्स प्याक र बडी बनेपछि बल्ल तपाईँलाई देखाउँला सो धेरै मान्छेहरू हुनुहुन्छ यहाँ त्यो गरे हेर्नु लेग हाने टौलिन पोरो कति वान राम्रो हो नि म 110 थिएँ 110बाट अहिले 108.7 आजबाट त होइन म जिम जान लाग्यो एक हप्ता पहिलाबाट हो तर भ्लगको चाहिँ आज सुरुवात यहाँ मैले तल र यहाँ राखिदिन्छु है तल मेरो पहिलाको तौल कति थियो मैले खिचेको थिएँ यहाँ minutes calorie. It's good. मेहनत गर्नुपर्छ मेहनत नगरी केही पनि हुन्न भन्ने हो कि रे
गीत पनि यस्तो सेन्टी बज्छ। सो आजको वर्कआउट चाहिँ सकिसकेको छ। आजको वर्कआउट डेस्टिनेसन 2.84 किलोमिटर हिँडेको 1 घन्टा 3 मिनट। नाइस। ए भोलिदेखि थाउन्न म त। नो यस्तो भन्ने बानी कहिले पनि नगर्नुहोस्, किनभने यो शब्द भनेको तपाईँले आफूले आफूलाई डिमोटिभेट गरेको हो। मोटिभेट गराउनुपर्छ, आउनुपर्छ, डेली एक्सर्साइज गर्नुपर्छ। अच्छा शरीर घटाउन मात्रै होइन, बडी बनाउन मात्रै होइन, जिम आउनु भनेको के त शरीर फिट राख्नु, स्वस्थ राख्नु, हेल्दी राख्नु, मेन्टल हेल्दी राख्नु। द्याट्स इट। इङ्ग्लिस अलिक बढी भयो क्या।